सबैजनालाई नमस्कार। यहाँ आएर बाइक पार्क गर्यौँ र बाइक पार्क गरेर हामी यहाँबाट लटन मेसोरको हाइकिङ सुरु गर्यौँ। करिब 5 मिनटको हिँडाइ गर्दै जाँदा मैले आज नयाँ साथीसँग भेट गर्ने मौका पाएँ। मेरो नयाँ साथी के छ हल्का मेरो भाइ आइज आफ्टर लङ टाइम मेरो फेरि लटन मेसोर आउनु फुल्लै फुलको संसारमा लिएर नजान सके पनि तर फुल्लै फुलको बाटोमा लैजान सक्छु माया। बाटोमा आएको फुल र मौसम अनुसार यस्तो सारी मनमा आएको हो साथीहरू। बाटो अलि ठाडो र उकालो छ तर हाइकिङ भनेको यही त हो कि शरीरलाई अलि दुखाउने तर मनले शान्त बनाउने। जङ्गलको सनावट र चराचुरुङ्गीको आवाजले थकान बिसराउँदो रहेछ। ल यहाँ मेरो भाइ पनि हुनुहुन्छ। यहाँ अझ 3 जना हाम्रो साथीहरू पछाडि आइरहेछ। चिउन चाहिँ हेर्न सकेन र बिस्तारै बिस्तारै आइरहेछ। जे होस् आज रमाइलो यात्रा थियो, सजिलो पनि हुन्छ दामी। यात्राको क्रममा विभिन्न प्रकारको लोभ लाग्दो फुलहरूबाट हेर्न सक्नुहुन्छ तर यस्ता फुलहरूलाई टिप्नु वा भाँच्नुहुन। यसले गन्तव्यलाई सुन्दर बनाउनमा आफ्नो योगदान गरिरहन्छन्। करिब आधा घन्टाको हिँडाइले शरीरले आराम खोजिरहेको थिए। आराम गर्दै जाँदा 2-3 वटा फोटो पनि खिच्यो र आफ्नो गन्तव्यतर्फ लाग्यो। This is a beautiful बादल सरी लटन मेसोर जाँदै गरेको क्रममा देखिएको यो रोमाञ्चक दृश्य
यदि तपाईँहरू यो रोमाञ्चक दृश्य हेर्न चाहनुहुन्छ भने यतिको हाइटमा आउनुपर्छ। यो जग्गा त्यो पानी र असिना परेको थियो। असिना हालसम्म पग्लेको अवस्थामा छैन। भनेपछि लुटमेश्वर 2000 माथिको हाइटमा छ। चिसो मौसम मन्दिर पुग्नको लागि यस्ता चुनौतीपूर्ण बाटो पार गर्नुपर्छ। यो बाटोमा अलिकति सावधानीपूर्वक अपनाउनुपर्छ। हामी चाहिँ यहाँ लटरीबाट फर्किने बेला यो पानी छिटो अलिअलि हानिरहेको थियो। मेरो चस्मामा तपाईँ हेर्न सक्नुहुन्छ पानीको छिटो मौसम पानी पर्ने पनि केटी जस्तो मौसम रेनकोट लगाइहाल्यो। फेरि हिजोको जस्तो असिना पऱ्यो भने त तनाव हुन्छ। मलाई लटेसम्मको लास्ट मन पर्ने त यो हो क्या। यो बाटो मलाई यस्तो मनपर्छ नि। यो एकदम दामी लाग्छ क्या मलाई यो बाटो। यो यहाँ त फेरि डेन्जर हो नि त। मिस्टेक मान्छे टाउको फुट्छ यहाँ त। अनि फेरि यस्तो बाटो लास्ट मन पर्छ क्या। लास्ट मन पर्छ क्या मलाई। यसपछि हामी जान्छ। ल गाइज हामी चाहिँ लड्छौँबाट झर्लाको यो चाहिँ पानी परिहाल्छ। पानी मस्त परिरहेछ। पानी मस्त परिरहेछ। बगालाई सिचुएसनमा हामी चाहिँ लटरमिसनबाट झर्दै हो। मौसम यस्तो हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि हामी आएको हो। 4 दिन 5 दिन अगाडिदेखि भइरहेको। Raining vibes and fresher heights are perfect in the vlog. And the last, take care yourself and see you again in my next videos.